सबैजनालाई नमस्ते है। अब गर्मी सँगसँगै हामीले कुलर पनि ल्याएको छौँ। तपाईको घर घरमा कुलर पुर्याइदिन्छौँ। यो छ, त्यस्तै गरी यो छ है। अब तपाईको यो चाहिँ तपाईको लगभग आइस चेम्बरमा हाल्ने ठुलो छ आइस चेम्बर यसको। यसको पनि ग्लासमै छ है। यो पनि तपाईको आइस चेम्बर भयो। त्यस्तै गरेर तपाईको यसमा पनि आइस चेम्बर हुन्छ है। सबैमा आइस चेम्बर छ। तपाईको सबै चाहिँ मेड इन इन्डिया है। यिनीहरू लोकल ब्रान्डको होइन, अवे ब्रान्डको। तपाईले टिभी त लिनुभएको थियो अवेको हैन। त्यस्तै गरेर कुलर पनि अवेले ल्याएको छ। यो पनि हामी चलाएर देखाउँछौँ। सुरुमा चाहिँ हामी यो तपाईको 45 लिटरको रिमोट वालालाई हेरौँ है। यसलाई खोल त तलबाट। अब यसलाई तपाईको हेर्नु हैन, रिमोटबाटै मैले यहाँबाट अन गरिदिन्छु। अहिले तपाईको F1 भन्ने चलिरहेको छ। यसलाई बढाउनु पर्यो भने तपाईको फ्यान स्पिड F2 मिडियममा, यो तपाईको हाईमा हो है। ल हेर्नु, यो चाहिँ शीतल छ है, चिसोमा। त्यस्तै गरेर तपाईले यसमा चाहिँ पानी हालिसकेपछि झन् चिसो हुन्छ। यो अहिले हाम्रो रुम टेम्परेचर पनि देखाइदिन्छ है। 37 डिग्री छ अहिले। यो चाहिँ रिमोट वालामा है। त्यस्तै गरेर तपाईको अब यो 50 लिटरको एकचोटि हेरौँ। 50 लिटर चाहिँ 2 फोल्डिङमा खुल्छ। यो भयो तपाईको एउटा लोमा छ, यो मिडियममा छ, यो तपाईको हाईमा भयो। यो एडजस्टर है। यो आवाज तपाईको नि साउन्ड डिस्टर्ब भइरहेको होला हैन, आवाज राम्रो छ। यो तपाईको स्विङ गर्ने भयो। यो स्विङ अफमा छ अहिले। स्विङ अन गर्नुभयो भने भित्रपट्टिको बिस्तारै मुभ भइरहेको हुन्छ। त्यस्तै गरेर एकचोटि हामी त्यो 75 लिटरको नि हेरौँ है। 75 को त तपाईको हावा नै गजब छ यसको चाहिँ। लगभग ठुलो हललाई पनि हुन्छ है। यो त तपाईको उडा हुन्छ है। लगभग कहाँसम्म चाहिँ पुग्छ यसको हावा हेर्नु है। त्यो स्विङमा छ जस्तो छ। यो छ तपाईको ठुलो रुम छ भने यो लानु होइन। तपाईको चाहिँ सानो अफिस जस्तो छ अथवा घरमै चाहिँ सुती अल्छी लाग्छ भने चाहिँ तपाईले रिमोटवाला लानु। यसको नन रिमोट नै एभाइलेबल हुन्छ। यो पनि तपाईको ठुलोमा छ। सबैको एयर फ्लो, एयर पम्प सबै भएको। माथि हेर्नु है, राम्रो पिक्चर पनि छ यसमा चाहिँ। डिजाइन पनि गरेछ, ग्लासमा हो यो। म तपाईको सबै प्राइस